माथि उक्लिन्छ न बाटो भेट्छ गायब भयो यार हामी हरायो कता हरायो हाम्रो सुरुवात यहाँबाट ठ्याक्कै 4000 मिटर अग्लो डाँडाको टुप्पामा पुगेर फेरि सकुशल फर्किनु रहेको छ। हामीसँग हुनुहुन्छ यहाँ खुङखार सुभाष सुब्बाखेदी। तपाईँहरूलाई स्वागत छ राउन्ड टु डेट च्यानलमा। खोला नाला भारी जङ्गल हुँदै हामी जाँदैछौँ हाम्रो यात्रामा। यहाँ दुईवटा ताल रहेको पाइन्छ। यो तालमा चाहिँ रावणले मुत खुच्केर मुत्यामुत्या गर्दाखेरि चाहिँ यो ताल एकदम फोहोर छ भने यतापट्टि केही नगरेर सफा छ। त्यही भएर यहाँ नुहाइदिने मान्छेहरू यता मात्र नुहाइने गरिन्छ। र सुनेको यो तालमा चाहिँ पृथ्वीनारायण शाहले जमानामा चाहिँ यतापट्टि डाइनोसरहरू चाहिँ पानी खाइरहँदा यहाँनिर चाहिँ पृथ्वीनारायण शाहले चाहिँ माछा मार्थे अरे होइन, माछा मार्दै गर्थ्यो अरे। डाइनोसरहरू चर्न आउने यहाँनिर जमानामा पृथ्वीनारायण शाहले चाहिँ मितलाउनु कारण यही जङ्गल भएर हो। भयानक जङ्गल जसको हामी आजसम्म कोही चढेको छैन। यहाँ हामी जानेछौँ। हाम्रो 3टा यहाँ अगाडि लडाकुहरू गइरहेका छन्। 3टै कुलङ्गारहरू हो। हामी आइसकेका छौँ यहाँ तपोवनको खतरनाक चौर जहाँ चाहिँ बाघले फुटबल खेल्ने भन्ने खबर सुनेको थियो। र बाघहरूलाई सिकाउने कोच चाहिँ यहाँ रहेको छ बब्बर सेफ। यहाँबाट ठ्याक्कै 12 किलोमिटर हाम्रो यात्रा छ। यहाँबाट ठ्याक्कै 5 किलोमिटर झर्ना र झर्नाको 6-7 किलोमिटर माथि डाँडा रहेको छ। हाम्रो गाइजहरू हिँडिरहेका छन्। खुङखार भ्लगर के आयो भन्न कुकुर देखाउने भ्लगरै हो होइन। यहाँबाट हाम्रो चाहिँ ठ्याक्कै 12 किलोमिटर यात्रा छ। अझै जङ्गल घनघोर बाघ भालु हात्ती गडा जे पनि हुनसक्छ। ताल पनि डाइनोसर पनि। र यहीसँगै यहाँ चाहिँ ट्याक्कै सतीको चाहिँ एउटा अंश झरेको भन्ने चलन छ यहाँनिर। त्यही भएर यो ठाउँलाई पूजा गरिन्छ। हामी चाहिँ जङ्गलको बिचतिर आइसकेका छौँ। तपोवन जङ्गल जसलाई भन्छ। हामी चाहिँ कान्ताराको सुटिङ भएको जङ्गलमा पुगिसक्यौँ। जुन देव भन्थ्यो त्यहीँनिर पुगिसकेका छौँ। र यहाँ स्मल झर्ना ढलेर चाहिँ खुर्पालेर बसिरहेका छन्। कान्ताराको वंश उहाँ नै हुनुहुन्छ। कान्तारा जङ्गल हो यहाँ जुन चाहिँ मसलाहरू दायाँ जुन लास्ट फाइट भयो नि त्यही ठाउँ भनिन्छ। यहाँ हेम्पाईबाट हिरो छिरेर उताबाट निस्केको थियो। यो ठाउँमा चाहिँ एनाकोन्डा सुटिङ भएको थियो र एनाकोन्डा पाइने ठाउँ भनिन्छ यसलाई चाहिँ। पुरै घनघोर जङ्गल चारैतिर। मुन्ना बा इकुको घरै हो उता लहरा। इकु चाहिँ यहाँनिर किङ खेल्छु भन्ने सुनेको थिएँ होइन। ल त्यो अनुसारले चाहिँ ठ्याक्कै यहाँनिर चाहिँ एनाकोन्डा चाहिँ तपाईँको बेरेर ट्याक्क बस्ने ठाउँ थियो यो पहिला जमानामा चाहिँ होइन। अनि यो चाहिँ इकुको घर जहाँ चाहिँ लहरा छ। हामी यस्तो ठाउँ आएको छ गाइज नेपालको सबभन्दा घनघोर नेपालको एमाजोन भनेर चिनिने ठाउँमा जहाँ हाम्रो 3टा लक्का जवानहरू लौरी टेक्दै हिँडिरहेका छन्। हामी आइसकेका छौँ बाहुबली झर्नासम्म। यहाँ चाहिँ बाहुबलीको सुटिङ गरेको झर्ना थियो। तर अहिले चाहिँ लाग्छ सानो भएको छ। उनीहरूले चाहिँ भिएफएक्स युज गरेर अग्लो बनाएको हो नपत्ता। यो यहाँ चाहिँ प्रवासले बाँड हान्ने जस्तो दिएर अनि आएको थियो ट्याक्क लाएर। यो बाटोबाट आएर यसरी आएर चाहिँ यो बाटो गइरहेको छौँ हामी गाइज। हामी जित्दैछौँ। हामी पुग्दैछौँ। यो चाहिँ एनाकोन्डा गुफा हो। एनाकोन्डा गुफा। राउन्ड टु डेट च्यानलमा स्वागत छ सबैजनालाई। हामी चाहिँ यो वाटरफल बाहुबली झर्ना ठ्याक्क लाएर बाहुबली झर्ना चाहिँ 4 लौन्डिया बा जोसहरू भएर ल है माथि छ सौम्य धारा तिब्बरा ल सौम्य धारा लकडबगा विश्वेडा धर्म संस्थापनाए धातु सम्भवानी युगे कोही भन्छ नचढा के मुजी यहाँ 2टा भ्लगर अल्छहरू तपाईँहरू देखिसक्नु। अहिलेको बाहुबली झर्ना हामी चढिसकेको थियो भने यो बाहुबलीको बाउ अहिलेको हाम्रो महेन्द्र बाहुबली चढेको झर्ना थियो भने महेन्द्र बाहुबली चढेको झर्ना छ। देख्न सक्नुहुन्छ। इजी हो हाम्रो लागि। यहाँनिर डाइनासोरहरूको पाइलाले खुट्टा टेक्दाखेरि बनेको झर्ना हो यो खासमा। ल अन्दाज चढ्दैछ हेर। बादशाह हो बादशाह वडा बाउ चढे त मुजी यार मन चढ्छ अब। च्याउको भिडियो बना त लगाइन्छ यहाँ च्याउ चाहिँ यत्तिकै लर्कनै छ होइन यो रुखमा।
अर्को योसम्म 4वटा झर्ना भयो गाइज यहाँ पनि झर्ना रहेछ एउटा फेरि सानो सानो तलको झर्ना हो फेरि यहाँबाट यसरी हामी चढ्दैछौँ त्यस्तै चढ्दै आएको अघि 3टा झर्ना नि अब यो चढ्दैछौँ हामी है राउन्ड टु डेड चिप्ले हुन्छ जाला नि तल ओ उतापट्टि चाहिँ हामी किन जान्ला त्यही त अनि बाटो चाहिँ खोइ त अनि म चाहिँ हामी चाहिँ यहाँ यसै के त खतरनाक खेलाडी भिडियो बना नि भिडियो त्यो मोबाइल खल्दिम राख एकजना उहाँबाट आउँदैछ हो ल एकजना आइपुग्यो अब अर्को भाषा दुनियाँको बच्चा के साथी आयो होला मकै मानौ ल छिटाइ चाहिँ अहिले धेरै ओभर राख्यो तल हातेर यो लौरी झगडा लौरीमा त सुक्क मुजी हामी लौरी र एउटा हातमा उलेर हैन ओइ मुजी त्यो भेट्छ टिप्छ अब त्यसले मुजी भाइ त्यस्तो बाटो हिँड्नु पनि रहेछ होइन अब फेरि यहाँ बाटो चाहिँ एकदम अप्ठ्यारो रहेछ भाइ यस्तो अप्ठ्यारो बाटोमा गएर भिडियो बनाएर हालिरहेको छु गाइस मैले होइन यहाँ के हो यो अँध्यारो पो छ त यहाँ अँध्यारो गुफा यो भित्र गुफा छ तर अहिले चाहिँ क्यामेराले अँध्यारो भएर देखेको छैन बाटो नि यस्तो अप्ठ्यारो छ यस्तो बाटोमा हिँडेर म भिडियो बनाइरहेको छु यहीँबाट चढ्ने हो नि यार हेड झुन्जर हो त ए गाइस झर्ना यहाँ छ गाइस चढ्यो यार 4-5वटा रहेछ यार यहाँको यार यस्तो पोखराहरू यार चिप्लो पोखरा अर्को नेक्स्ट झर्ना भयो गाइस 4वटा झर्ना भयो ठुलो झर्ना त आउन बाँकी नै छ अझै माथि छ अझै सानो झर्ना चाहिँ 4वटा जति भेट्यौँ यस्तो हाम्रो चढ्ने यहाँ बवाल चढ्छ हामी गाइस अर्को पालो आइसक्यो चढ्ने यहाँ माथि चढ्नुपर्ने हो हाम्रो म माथि चप्पल पुरै हातमा भिडियो बुझिस् ल गाइस आइफोन बनाउँछु म ल मेरो पामा नै आउँदैन टक म चढियो ओइ सुभाष तान्न हेर्न हात देन हात बिस्तारी ओइ बिस्तारी मैले पैसा लाटिको है मैले सुरुमै यो एकदम डेन्जर झर्ना हो यो चिप्लो यस्तो बवाल छ गाइस हैन अब हाम्रो अर्को केटाको पाला आइसक्यो 1-2 जना माथि पुग्न लागिसक्यो ओइ ओइ यत्रो अग्लो ल हामी अब मेन झर्ना आइसकेका छौँ यहाँ माथि हो माथि छ अर्को झर्ना चाहिँ ठ्याक्कै त्यहाँनिर यहाँ त कोही आउनु सक्दैन होला यो झर्ना हैन यस्तो ठाउँमा त
हिँड एकदम कोही उक्लिन नसक्ने ठाउँमा हामी कोही नपुग्ने ठाउँमा अहिलेसम्म कोही नआएको ठाउँमा चाहिँ आएको छौँ। यस्तो यस्तो चढिरहेको केटाहरू डाँडा डाँडा यार हेर गाइज हामी कहाँ आइपुग्यो यार झर्ना खोज्दै आएको पानी सुक्यो यहाँ माथि त आएपछि त है न झर्ना भेट्छ न डाँडा माथि उक्लिन्छ न बाटो भेट्छ गायब भयो यार हामी हरायो कता हरायो यार ओइ हामी चाहिँ आइसक्यो कहाँ भन्दा जङ्गलको बिचमा हाम्रो मन्दिरबाट 1 किलोमिटर टाढा छ। कन्दमूल काट्दैछन् किनकि इनर्जी लस भइसकेको छ केटाहरूको। 10 किलोमिटर उकालो भिरालो चढ्दा चढ्दै यहाँबाट चुरेको डाँडा योभन्दा सानो देखिन्छ। ल गाइज हामी आज अमेरिकन फरेस्टमा होइन ठ्याक्कै ल्याएर हाम्रो सरदार हुनुहुन्छ यहाँ आलुजी आलु भाइ भन्न चिनिने हाम्रो सरदार केही भएन कि भ्लगर अल्ट्रा प्रो म्याक्स केही हुँदैन। यो बाटो चाहिँ जन्न डाइरेक्ट हामीलाई थाहा छैन कि हामी फर्किँदैनौँ तर पनि केटाहरू ब्याग बोकेर 4 दिनको सामान बोकेर हिँड्छन्। केटाहरू साइको भइसकेको छ। क्या है मृत्यु हामी कहाँ है भने कल्पना छैन केटा साथीहरू। यो जुन डाँडा देखेर नि यो 5000 मिटर डाँडा चुरे डाँडा हो। यहाँबाट चाहिँ मेघनाथले चाहिँ लक्ष्मणलाई चाहिँ एकै तिरमा घायल बनाएको थियो। यहाँबाट लक्ष्मण र राम यहाँ बस्दै थिए भने मेघनाथ चाहिँ मेघको बादलतिर बसेर एक बाण हान्दाखेरि ट्याक्कै सकेर एउटा पहाड उठाएको थियो। त्यो पहाड चाहिँ जुन हनुमानले चाहिँ लक्ष्मणलाई बचाउन जुन पहाड उठायो नि त्यो पहाड हेर्न बाँकी नै छ है। हामी फाइनल आइसकेको छ। हाम्रो मन्दिर यहाँ चाहिँ सिधै ढुङ्गा जस्तै ग्रेबल भन्छ नि त्यस्तो रहेछ। यो अर्को चाहिँ तपाईँ लटरमेश्वरको डाँडा हो। अर्को डाँडा चाहिँ यो चाहिँ यहाँबाट सबै संसारै देखिन्छ लगभग मकवानपुर जिल्ला नै। यहाँ खेतीपाती गर्दैछन्। राउन्ड टु डेट च्यानलमा तपाईँहरूलाई स्वागत छ। र यो तलको छ भने तलको राप्ती होला हो त्योभन्दा पारिको चुरे डाँडा हो। र हामी आइसकेको छौँ स्वर्गस्थ ठाउँमा जुन चाहिँ 4000 मिटर माथि रहेको छ। र यो हाम्रो नेक्स्ट टार्गेट चाहिँ अर्को यो जुन देखिरहेको छ पारिको चाहिँ डाँडा हो होइन। यहाँ हेर्दाखेरि चाहिँ ट्याक्क यहाँ पनि विकास त ठिकै रहेछ तर अलि अविकसित जस्तो छ जुन चाहिँ सरकार नजर पर्नुपर्ने ठाउँ हो यो। हामी आइसकेको छौँ गाइस स्वर्गस्थ ठाउँमा। विश्ववटा यहीँ छ यी सिरानचोकमा आइसकेको छौँ गाइस। हामी यहाँबाट ठ्याक्कै हेर्नु पर्दाखेरि सबै भ्यू देखिन्छ है। बादल पनि भन्दा अलिकति 1 किलोमिटर माथि छ। खोला यो राप्ती खोला भयो सबै हरेक ठाउँ देखिन्छ यहाँबाट ट्याक्क तिलाएर। यो भन्दा पनि अझ 2 किलोमिटर अग्लो ठाउँ भनौँ होइन जस्तै पहाड भनौँ चाहिँ। तर त्यो चाहिँ हामी गर्छौँ नेक्स्ट विक या अर्को हप्ता होइन। यो चाहिँ एडभेन्चर भयो राउन्ड टु डेट च्यानलमा फर्स्ट भिडियो हो सायद यो यस्तोवालाको होइन। त्यही भएर चाहिँ गर्दै गर्छौँ। अब हामी अब अझै पनि झर्ना जाने भने झर्ना बाटै भुलिहाल्यो। 3टा झर्नाको चाहिँ भिडियोहरू बनाउन भ्याइयो। बाटो पनि एकदम गाह्रो सिधा ठाडो बाटो आएको रोडै भेटेन पछि गएर भेटेको हामीले होइन। ठ्याक्कै कस्तो छ भन्दाखेरि यस्तो छ कि सिधै जुन यहाँ देखिरहनु भयो तलतिर जुन यो हेटौँडा बजार लगायत बसमाडी बस्तीपुरहरू सबैभन्दा तलको ठाउँलाई चाहिँ वासुदेव भनिन्छ। जुन चाहिँ यो वासुदेव ठाउँ हो। योभन्दा हामी ठ्याक्कै 3000 मिटर माथि छौँ। र यो टाढा देखिरहेको ठाउँ चाहिँ तपाईँको चुरेको डाँडा भन्छ यसलाई ट्याक्कै होइन।
सबै ठाउँहरू यहाँबाट देखिन्छ। तर हामीले सोचेको चाहिँ योभन्दा अझै माथि जान्छ भनेर सोचेको हो, तर योभन्दा माथि छैन रहेछ। र नेक्स्ट अर्को अटेम्पमा चाहिँ हामी योभन्दा डबल ठाउँ जस्तै हाम्रो आज 1 दिनको टुर थियो र हामी गर्छौँ 3 दिनको। अब नेक्स्ट टाइम यात्राको डर, जब तक शेर जिन्दा है टाइगर जिन्दा है। केटाहरू अहिले हामी आइसकेको छौँ जङ्गलको घना बिचमा फर्किँदैछौँ। हाम्रो जनकसम्म हामी पुगेर फर्किँदैछौँ र यहाँ बसिरहेका छन् केटाहरू तल। त्यही हो, बाटो यस्तो छ। वडा बाउ आस की बाजी है ताश की, विश्वास की। आस की बाजी है ताश की। जुगा सुगा भन्छ अरे बा। ल गाइस, भिडियो पुरा भएको छ। तपाईँलाई हाम्रो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु होला। या पछाडि गएर मुतिर हात, त्यही हो ल।